नमस्कार साथीहरू, मेरो युट्युब च्यानलबाट तपाईहरुलाई म विशेष गरेर आज यो पोखराको बेगनास तालमा भ्रमण गर्न आइपुगे र सौभाग्यले अनि तपाई देख्दै हुनुहुन्छ यी बोट जुमबाट मैले तान्दै छु बेगनास लेक भनेर है। म ठ्याक्कै यो चाहिँ यो तालको पश्चिमी खण्डहरुमा छु र यहाँ चाहिँ यो अलिकता माछा व्यवसाय गर्ने एउटा व्यवसायीहरुको ढुङ्गा प्रशस्त रूपमा देख्दै हुनुहुन्छ। कोही दाजुभाइहरु यसरी जाँदै हुनुहुन्छ। एकजना महिला दिदीबहिनीले पनि यो व्यवसाय गर्दै हुनुहुँदो रहेछ, आउँदै हुनुहुन्छ है त। अनि हजुरले यो समितिलाई कति तिर्नु पर्छ दिदी? महिनाको हो कि दिनको? कसरी के छ, कसरी गर्नुहुन्छ हामीले? हजुर महिनाको हैन, समितिलाई महिना तिर्छु कर। हजुर के रे किलोको प्रति किलोको 10 रुपैयाँ उठाउँछु। ए अनि त्यही पैसाले माछा छोड्छ। अनि माछा अफिसलाई चाहिँ नि कर तिर्नु पर्छ वर्षमा कति तिर्नुहुन्छ? कति तिर्नुहुन्छ? अब त्यो हेरी हुन्छ, जाल हेरेर हुन्छ, जालको अनुसारको तिर्नु। भन्नाले कतिदेखि कतिसम्म तिर्नु पर्छ? 2500 चाहिँ नि आउँछ वर्षमा। ए तपाईको त्यो बाइक दैनिकी किलोको हिसाब पनि छ? दैनिकी किलोको हिसाबले पनि पर्छ तिर्न? तिर्नु पर्छ। ए महिनामा किलोको हिसाबले तिर्नु पर्छ। हजुर। अनि त्यही पैसा उठाएर चाहिँ नि माछा छोड्ने हो। ए दिनमा कतिदेखि कतिसम्म मार्नुहुन्छ हजुरले? सिजन भएर पनि माछा परेको छैन। ए भन्नाले कतिदेखि कति? 5 देखि 10 किलो? 2 किलो 2 किलो त्यस्तै हो। ए हस् दिदी, ल धन्यवाद तपाईलाई। यो दृश्यलाई हेरेर मनोरञ्जन तपाईलाई दिउँ भनेर मैले यो दृश्यलाई यसरी भिडियो मार्फत तपाईसँगसम्म यसरी पठाउँदै छु। तपाई म सँगसँगै यो हरियाली र एकदमै यो तलाउ अनि छेउछाउमा हरियाली वन जङ्गल हेर्दै तपाईले मनोरञ्जन लिनुहोस्। अनि तपाई फुर्सदको समयमा तपाई स्वयं यस ठाउँमा आएर आफ्नो प्रत्यक्ष मनोरञ्जन तपाईले लिन सक्नुहुन्छ साथीहरू है त। तपाईलाई म यो खालको भिडियो यसरी पठाउँदैछु। यो एकदमै रमणीय ठाउँ छ। अनि यो विशेष यहाँ घरहरू पनि यसकै छेउमा पनि घरहरू पनि छ है। यो तपाईलाई कुनै खाना बस्नको कुनै अभाव हुँदैन। तपाई आउन सक्नुहुन्छ र तपाईलाई यस ठाउँबाट स्वागत गर्न चाहे त साथीहरू। ल आउनुहोस्। हस्, धन्यवाद।